हेलो गाइज, गुड मर्निङ एन्ड नमस्ते। यहाँहरू सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। आज हिजोदेखि पानी परेर भर्खर उबार्नु भएर खुल्ला हुँदैछ। आजको यात्रा चाहिँ हामी यसो नगरकोटतिर जाँदैछौँ। बाहिरको नजरिया यस्तो छ गाइज। हाम्रो च्याङ्रा चाहिँ यहाँ छ। नमस्ते गरिदिनुहोस्। नमस्ते, हेलो, हाई गरिदिनु न। ल मलाई ठेल्दैछ, हेर्दै गर्नुहोस् है गाइज। पारी डाँडा हो नगरकोट। अगाडि कपीहरू छ, जाँदैछौँ। यो उकालै कसले चढ्दैछ। अब फाइनली गाइज हामी नगरकोट आयो। नगरकोटको नजरिया यस्तो छ है। ल हेर्नुहोस् है त। ओहो, पारी भक्तपुर काठमाडौँ देखिने रहेछ। घाम लागेको अवस्था छ। हाम्रो च्याङ्रा पनि उठ्यो। ठिक छ, ओके ओके रे। डाँडा त्यहाँ प्लानिङ गरिरहेको छ, जग्गाको प्लानिङ। नगरकोट आयो, मास्तिर भ्यू टावर छ। खासै त्यता राम्रो लाग्दैन हामी पहाडको मान्छेलाई त्यति। कुकुर करा, कुकुर हो त्यो? के हो त त्यो? कुकुर हो? के हो त त्यो? ए ल, हाई भन्नु न। हेलो भन्नु न। हेलो भन्नु न। नमस्ते गर्नु त लु फेरि। ए कस्तो लाग्यो नगरकोट आएर? हेलो,
यता तलतिर पुग्यो मेन नगरकोट बजार निसन आउने यहाँ रमाइलो छ के छ तिम्रो खबर तिमी ठिक छौ ओके भन न तिमी ठिक छौ तिमी ठिक छौ हैन गीत गाएर सुनाउ त ल गीत गाउनु ल हजुर माया भनेको फेरि भन्नु त गीत गाउनु त गीत गाउनु फेरि तिमी कसको बेटा पापा कि मामा मामाको बेटा हो पापाको होइन पापाको पनि हो तीनजना नगरकोट आएको अवस्था हो अनि हेलो हाय नमस्ते हेलो हाय हामी नगरकोट आएको नि त आज है तिमी त स्कुटी गएर बाटोमा हाय गर्छ न निसन हाय उसको टोपी के क्या रिसाको कुकुर छ त्यहाँ यहाँ चाहिँ गोक्ते काजी र के काजी मान्छेले यस्तो नेपालीहरू बदमास हुन्छ नि हेर न यही यो चाहिँ फोहोरको व्यवस्थापन अलिकति नभएको जस्तो अनि सबैभन्दा पढेको त नेपालीहरू नै हो वाउ सो नाइस भ्यू यहाँबाट चाहिँ हामीले काठमाडौँको भ्यू यसरी हेर्न सक्छौँ तपाईँले यस्तो गरेर पनि हेर्न सक्नुहुन्छ सो यता चाहिँ हाम्रो नगरकोटको भ्यू टावर छ तर हामी चाहिँ यहाँबाट उता चाहिँ गएनौँ किनभने अलिकति हामीले जे सोचेका थियौँ त्योभन्दा चाहिँ अलिक लामो डिस्टेन्स जस्तो लाग्यो अनि हामीले चाहिँ यतिमै हाम्रो डेस्टिनेसन चाहिँ पुरा गर्दैछौँ छोराले भनेर भनिरहेको छ के भन्नु छैन अब यो हामी पहाडको मान्छे खासै स्पेसल त हुँदैन यो डाँडाकाँडामै जन्मेको हुर्केको हाम्रो लागि समुद्रहरू हो कि विशेष चाहिँ मास्टर डाँडा पनि घुमेको हो के हेर्नु त्यो फलामको यसो 2-4 डन्डीहरू छ त्यस्तो के हेर्नु यो भनेको मान्छेले चाहिँ तराईको मान्छेलाई कहिले पहाड नदेखेको मान्छेलाई मात्रै घुम्ने हो अरू त केही पनि होइन यो चाहिँ आफ्नो पर्सनल ओपिनियन भनौँ न होइन पर्सनल ओपिनियन हो कस्तो मलाई चाहिँ त्यस्तो लाग्दैन कतिजना मान्छेहरूलाई त मन पनि पर्न सक्छ सबैको सोच एउटै नहोला होइन मेरो चाहिँ त्यस्तो अनि समुद्र चाहिँ हाम्रो विशेष हो समुद्र छैन नि त हाम्रोमा जे कुरा आफूसँग छैन त्यो कुराको अभाव त भनिहाल्छ नि जो जे कुरो हुन्छ आफूसँग त्यो कुरो गुम्छ फेरि त्यसपछि मात्रै भ्यालु त्यसको थाहा हुँदो रहेछ क्या